नमस्ते सम्पूर्णमा। आशा त सबै सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ एउटा विशेष सूचना रहेको छ होइन। जति पनि चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा भारत आउनुभएको छ उहाँहरूको लागि चाहिँ हो होइन। नेपाल सरकारले चाहिँ एउटा नयाँ नियम लागू गरेको छ होइन। भारतबाट नेपाल चाहिँ 100 रुपियाँभन्दा बेसीको सामानहरू चाहिँ लग्न नपाउने भन्ने कुराहरू चाहिँ भएको छ होइन। सो त्यही भएर चाहिँ जति पनि भारतमा बस्नुहुने नेपालीहरू हुनुहुन्छ उहाँहरू चाहिँ घर जाँदाखेरि चाहिँ होइन जुन जुन कुराहरू चाहिँ निषेध गरेको छ त्यो कुराहरू चाहिँ नलग्नु होला। किन भन्दाखेरि चाहिँ फेरि यहाँबाट लगिसकेको सामानहरू चाहिँ बोर्डरमा चाहिँ चेकिङ पर्दाखेरि चाहिँ लग्न नदियो भने गाह्रो हुन्छ होइन। सो त्यही भएर चाहिँ हजुरहरू चाहिँ कृपया अलि ध्यान दिनु होला होइन। निषेध गरेको सामानहरू चाहिँ नलग्नु होला। देशले गरेको चाहिँ नियम हो होइन। देशलाई चाहिँ सघाउनु होला। जुन चाहिँ नियम देशले लागू गरेको छ त्यसलाई सपोर्ट गर्नु होला। अनि यो भिडियो हेर्नु होला होइन। यो भिडियोमा चाहिँ उल्लेख गरेको छ के कुराहरू चाहिँ लग्न नमिल्ने भन्ने कुराहरू। सो प्लिज एकचोटि सम्पूर्णले चाहिँ यो भिडियो हेर्नु। नेपाल आउने यात्रु महानुभावहरूले नेपाल सरकारबाट निषेधित गरेका चीजवस्तुहरू जस्तै लागु औषध, सुर्तिजन्य पदार्थहरू, नक्कली मुद्रा, अश्लील सामग्रीहरू, अवैध हात हतियार, गोलीगट्टा तथा विस्फोटक पदार्थहरू, वन्यजन्तु तथा आँखेटो उपहार, विषादी तथा हानिकारक रसायन, खाने तेल, डाल्डा घिउ, पेय पदार्थहरू, माछा, मासुजन्य पदार्थहरू, अचार, प्लास्टिक झोला जस्ता निषेधित चीजवस्तुहरू उचार नगरेको हुन विनम्र अनुरोध गर्दछौँ।